अनि सर हजुरले पनि नेपालमा ब्याचलर्स पढ्नुभयो र मास्टर्स पढ्न अस्ट्रेलिया जानुभयो र नेपालको पढाइ र अस्ट्रेलियाको पढाइमा हजुरले के डिफ्रेन्सेस पाउनुभयो? धेरै ठुलो डिफ्रेन्स जस्तो फिल हुन्छ मलाई। पहिलो कुरा त पढ्न अस्ट्रेलियामा सजिलो छ। यो मान्छेलाई सुन्दा अचम्म लाग्ला, तर पढ्न धेरै सजिलो छ अस्ट्रेलियामा। किन भन्दा अस्ट्रेलियामा एजुकेसन यसरी बनाएको छ कि त्यो मान्छेले साइड लर्निङ पनि सँगसँगै होस् भन्ने हिसाबले नै बनाएको हुन्छ। जस्तो तपाईँ 5-5 दिन 6-6 दिन कलेज जानु पनि पर्दैन। तपाईँले आफ्नो युनिट हप्तामा एकपल्ट पढ्ने हो। 3-4 घन्टाको क्लास लिइसकेपछि तपाईँको त्यही नै इनफ हुन्छ र तपाईँले त्यो अनुसार गर्नुपर्ने हुन्छ। र अस्ट्रेलियामा मेरो एक्सपिरियन्स के हो भन्दाखेरि चाहिँ अस्ट्रेलियामा जे त्यो अकुपेसनलाई चाहिन्छ त्यो कुरामा बढी फोकस हुन्छ। इक्जाम्पल, मैले एउटा इकोनोमिक्स भन्ने सब्जेक्ट जहिले पनि एक्सपिरियन्स गर्छु। नेपालमा पढ्दै गर्दा हामीले पुराना थ्योरिजहरू घोक्नुपर्ने, त्यो नघोकेसम्म क्लोज बुक हुने भएको भएर त्यो नघोकेसम्म चाहिँ तपाईँको इक्जाम नआउने, मोर अफ थ्योरिटिकल क्वेसन मात्रै बढी आउने इक्जाममा। त्यही इक्जामको नघोकेकै कारणले गर्दा धेरै विद्यार्थीहरू स्ट्रगल गर्ने, प्र्याक्टिकल्ली नबुझ्ने भन्ने हुन्छ देखिन्थ्यो भने चाहिँ त्यही इकोनोमिक्स अस्ट्रेलियामा चाहिँ चाहिने मात्र टपिकहरू पढाएर तपाईँले बुझ्ने भाषामा कसरी त्यो तपाईँले चाहिँ रियल लाइफसँग भ्यालु एड हुन्छ या बुझ्नुहुन्छ भन्ने कुरामा फोकस गरे जस्तो देखिन्थ्यो। तसर्थ अस्ट्रेलियामा नर्मली धेरै चाहिँ ओपन बुकै इक्जाम हुन्छ, एसाइनमेन्टहरू हुन्छ जुनमा तपाईँले आफ्नो रिसर्चहरू गर्न मिल्छ। 100 मार्कको फाइनल इक्जामहरू भन्ने नर्मली कमै हुन्छ, यसो हुँदैन। तसर्थ तपाईँलाई पढाइ सँगसँगै एसेसमेन्ट पनि गर्ने, प्रोजेक्ट बेस्ड एसेसमेन्ट गर्ने, एसाइनमेन्ट बेस्ड एसेसमेन्ट गर्ने र फाइनल इक्जामै गर्नु पऱ्यो भने मोर अफ प्र्याक्टिकल हुने र ओपन बुक हुने हुँदै गर्दा तपाईँले चाहिँ घोक्ने भन्दा पनि बुझ्नेमा बढी फोकस गर्न पाउनुहुन्छ जस्तो लाग्यो। मेरो एक्सपिरियन्स पनि त्यही नै हो।